समय आएको छ। हिन्दू समाज जाग्नु पर्छ, हाम्रो अधिकारलाई चिन्नु पर्छ, सही बाटोमा हिँड्नु पर्छ। समाजमा परिवर्तनको हावा चलिरहेको छ। धर्मको शक्ति साथ हामी नयाँ इतिहास बनाउने छौँ। नेताहरूसँग भनिरहेका छौँ, अब हाम्रो आवाज सुन्नुहोस्। नेताहरू अब हिन्दूको कुरा सुन्नुहोस्। यो देश हिन्दू राज्य भएन भनी तपाईहरू मर्न तयार हुनुहोस्। र तपाईको आउने पुस्तालाई पनि नेपालमा रहने दिने छैन। तपाईको आउने पुस्तालाई पनि भोग्नु पर्ने छ। सब बदला लिनेछौँ यदि तपाईँ सुधार हुनुहुन्न भने। यो रोकिनुहोस्, हिन्दू राज्य बनाउनु। हामी हिन्दू आउँदैछौँ। हिन्दू जाग्नेछ, धर्मको बाटोमा हिँड्नेछौँ। हामी सबै मिलेर नयाँ उज्यालो ल्याउनेछौँ। नेताहरूसँग भन्छौँ, अब तपाईँ ध्यान दिनुहोस्। त हिन्दूको शक्तिसँग तपाईलाई बच्ने कुनै बाटो नहुनेछ। हामीले धेरै सहेका छौँ, अब डराउन समय छैन। हाम्रो विश्वास बलियो छ, कुनै पनि कुरा यसलाई हल्लाउन सक्दैन। हरेक हिन्दूको मुटु एउटै छ, हामी सबै एक हौ। हाम्रो एकतासँगै हामी धर्मलाई पुनः स्थापन गर्नेछौँ। नेताहरूसँग भनौँ, आफ्नो नीति बदल्नुहोस्। हामीसँग ठोकिँदा कुनै पनि भाग्न सक्दैन। हिन्दू जाग्नेछ, धर्मको बाटोमा हिँड्नेछौँ। हामी सबै मिलेर नयाँ उज्यालो ल्याउनेछौँ। नेताहरूसँग भन्छौँ, अब तपाईँ ध्यान दिनुहोस्। नत्र हिन्दूको शक्तिसँग तपाईलाई बच्ने कुनै बाटो नहुनेछ। शान्ति र सङ्घर्षमा फरक छ। हामी घृणा चाहदैनौँ, केवल हाम्रो हक चाहन्छौँ। धर्मको रक्षाका लागि हामी सधैँ उभिनेछौँ। हामीलाई रोक्न कुनै पनि शक्ति छैन। हामी धर्मको बाटोमा हिँड्नेछौँ। हिन्दू जाग्नेछ, धर्मको बाटोमा हिँड्नेछौँ। हामी सबै मिलेर नयाँ उज्यालो ल्याउनेछौँ। नेताहरूसँग भन्छौँ, अब तपाईँ ध्यान दिनुहोस्। नत्र हिन्दूको शक्तिसँग तपाईलाई बच्ने कुनै बाटो नहुनेछ। नेताहरू अब हिन्दूको कुरा सुन्नुहोस्। यो देश हिन्दू राज्य भए पनि तपाईहरू मध्याउने पुस्तालाई पनि नेपालमा रहने दिने छैन। तपाईको आउने पुस्तालाई पनि नेपालमा रहने